भीमकाट गाउँमा सबै कुराबाट वञ्चित परेको एक बस्ती, जहाँ शिक्षा स्वास्थ्यबाट वञ्चित रहेको गाउँमा नेताहरूको भोटका लागि गफ दिन्छन्, तर कहिल्यै गाउँको अवस्था सुधार भएन। हेरौँ अब के हुन्छ। ओहो लौ न, कस्तो ढाड दुखेर म त बिहान उठ्नै सकिन। घरको सबै काम लछालिङ्ग फैलिएछ, के गर्नु? सघाउने मान्छे पनि कोही छैन। यो ढाड दुख्ने बेथाले म त मर्ने तिम्रो ज्यान काम चाहिँ के गर्दैन, गरे गरे किन जानु पर्यो? अतिथि गाउँमा बाख्रा वस्तु कराइरहेछ, गएर घाँस काटेर ल्याएर हाल जाऊ। अहिलेलाई म गाउँ जान्छु कि मलाई पैसा चाहिएको थियो डङ्गितका आमा। जहिले पैसा भन्छ, होइन यसलाई मैले पैसा कहाँबाट दिदिने होला? लौ त्यस्तो केही गर्दैन मैले। लौ यो 100 रुपियाँ छ, यो लिएर पर साइलीले काममा बोलाछ, काममा चाहिँ जाऊ है। हस् ल आज चाहिँ राम्रै हुने, काममा पनि गयो, गर्छ होला नि त पक्कै। कहाँ लुकेर बसेको होला यिनीहरू? यतिको राम्रो पाए त अस्ति नै बिहे गरिहाल्छ म, होइन? आज भोलितिर जानु लाग्यो। देउरानीको भट्टी पसल आउँदै गर रामे दाई, देउरानीको भट्टी पसलमा के छ हो रामे? मेरो त ठिक छ नि, मैले त आज बुढीलाई ठोकाइ फुलाइ गरेर पैसा मागेर ल्याएँ नि। अचम्मै भएछ। हो त, मेरो बुढीले त हिजो अस्ति त मरि मेटी गयो नि पैसा नदिने। आज त कति राम्रोसँग मायाले भनेको कस्तो पैसा दिएको छ। यो आइमाईको जाति यस्तो हो, कहिले बुझ्नै सकिँदैन। कहिले काहीँ त झ्याम पनि हाल्नुपर्छ कि मानेन भने त हामी कहाँ त्यस्तो हुँदो रहेछ। मेरो त दिन प्रतिदिन टाउको खाइदिन्छ। एउटा डायलग छ कि तोके भूत भएको सिँगाइमा ल यसै रमजानमा साउनी 1-2 बोतल चढाउन थियो। ए बिहान बिहानै उधारो हजुर, आज मसँग 100 रुपियाँ छ। म दिन्न बिहान बिहानै उधारो त, जहिले नि उधारो खान्छ। अघिल्लो महिनादेखि त्यत्तिकै छ। 1 2 3 4 5 ल यो पैसा राख्नु त, पछि गरौँला। यति पैसा हुँदैन, पैसा बाँकी छ। ल ल्याइदिनु न, ल्याइदिनु। 5000 त खोला गइन्छ। तिमी भयो भने मेरो टेन्सन हट्छ। 5000 मात्र खोलै भयो। खोइ गिलास ल्याउनु पर्यो। ल अलि उधारो खान्छ नदिनु। आधा प्याक नबनाएको है ल। व्यापार हुँदैन। तर यो साउनी झाडी डिसिस गरेको मन साउनीको एउटा छोरी थियो, त्यसलाई जिस्काउन त कहाँ गयो? बोलाइदिनु न, खाँदा खाँदै जिस्की जेसी खाएको आनन्द आउँथ्यो कि? ए साउनी एक बट्टा चुरो किदेऊ न। प्योर लोकलकै कोदोकै परेछ क्या हो? साँच्चै खाँदा खुब आनन्द आउने।
सनलाई मार्दै गोली छोड्ने नाच भने नाच ए बुवा तपाईँ त यहाँ पो हुनुहुन्छ आमाले कराइरहनु भएको छ जानु के के गरे मैले आमासित सोधेर आएको जान त कहाँ जान आएको बुवा त जानुहुन्छ जानु जाउँ भने जाउँ मसँग हुनुहुन्छ भने त चिन्दै ननि भन्यो बच्चा बच्चीको जाँदै जस्तै के गाउँमा देख्नै गाउने ओहो साथी के छ वाह यता त क्या खतरा पार्टी भएर है आज नै हामी पार्टी गर्नुपर्छ ल साथी अहिले त हामी